हिजो पुराना नेताहरूलाई जेल हाल्ने सुदन गुरुङ आज आफै छानबिनको घेरामा। बालेन सरकारले प्रमाणित गरिदिएको छ कि यो देशमा अब कानुनभन्दा माथि कोही पनि छैन। आफूलाई पूर्व मन्त्री पनि होइन। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठेका गम्भीर सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न सरकारले अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा एउटा शक्तिशाली जाँचबुझ समिति गठन गरेको छ। समितिलाई समय कटाउने वा आलताल गर्ने छुट छैन। 15 दिनभित्र सम्पूर्ण सत्य तथ्य अध्ययन गरेर सरकारलाई रिपोर्ट बुझाउन कडा अल्टिमेटम दिइएको छ। जेनजी आन्दोलनले सुदन गुरुङलाई पक्राउ गर्नुपर्ने माग राखेपछि सरकारले यो एक्सन दिएको हो। के 15 दिनपछि आउने रिपोर्टले सुदन गुरुङलाई निर्दोष साबित गर्ला कि उहाँ पनि कानुनको फन्दामा पर्नुहोला? तपाईको विश्लेषण के छ? कमेन्ट बक्समा लेख्नुहोस् र यो सुपर ब्रेकिङ अपडेट सबैलाई शेयर गर्नुहोस्।